नमस्कार। तपाईँ पनि एसएससीको परीक्षा दिएर तपाईँ पर्खिनु भएको छ आफ्नो रिजल्ट कहिले आउँछ भनेर। तपाईँ सही ठाउँमा आउनुभएको छ। तपाईँलाई आज म सिकाउने छु कि तपाईँ जुन कक्षा 10 को एक्जाम दिएर बसिराख्नु भएको छ, तपाईँ कसरी चेक गर्ने आफ्नो मोबाइलको थ्रु। कसरी एकदमै सजिलो छ। तपाईँले आफ्नो मोबाइलबाटै एकदम इजिली तपाईँले चेक गर्न सक्नुहुनेछ कि तपाईँको एसएससीको रिजल्ट आएको छ कि छैन र तपाईले आफ्नो एसएससीको कक्षा 10 को रिजल्ट एकदमै सजिलोसँग चेक गर्न सक्नुहुनेछ। सो तपाईले पहिलोपल्ट यो च्यानललाई भिजिट गर्नुभएको छ भने तपाईले भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गरिदिनु होला। आउनुहोस् म तपाईहरुलाई यहाँ आफ्नो मोबाइलमा चेक गरेर देखाउँदै छु र तपाई पनि त्यहाँ आफ्नो स्क्रिनमा हेर्न सक्नुहुनेछ कि एसएससीको रिजल्ट आखिर कसरी चेक गर्ने। सो आउनुहोस् म तपाईहरुलाई यहाँ बताउन गइरहेको छु। सो तपाईले आफ्नो एसएससीको रिजल्ट चेक गर्नको लागि सबभन्दा पहिले तपाईले आफ्नो मोबाइलको क्रोममा जानु होला अथवा तपाईले आफ्नो गुगलमा जानु होला र यहाँ तपाईले सर्च गर्नु होला नेपाल परीक्षा बोर्ड। नेपाल परीक्षा बोर्ड। तपाईले नेपाल परीक्षा बोर्ड सर्च यहाँ गर्नु होला। त्यसपछि तपाईलाई सबभन्दा पहिलेको जुन वेबसाइट हुन्छ यहाँ तपाईले नेशनल एक्जामिनेसन बोर्ड यसमा तपाईले टच गरिदिनु होला। यसमा टच गरिसकेपछि यहाँ तपाईले हेर्न सक्नुहुनेछ यहाँ धेरै नोटिसहरु दिएको छ, तपाईले पढ्न सक्नुहुनेछ। यसमा लेखिएको छ कि आखारको 2080-81 को जुन रिजल्ट छ 10 को र 12 को त्यो आखार असाढ दोस्रो हप्तामा प्रकाशन नतिजा आउने भनिएको छ। सो यहाँ तपाईले हेर्न सक्नुहुनेछ नतिजा छ। यहाँ तपाईले टच गर्नुभयो भने यहाँ 3 वटा धर्सा दिएको छ। यो तेस्रो धर्सामा टच गर्नुभयो भने यहाँ नतिजाको अप्सन दिएको छ, यसमा तपाईले टच गर्नु होला। त्यसपछि यहाँ क्लिक हियर टु भ्यू रिजल्टमा टच गरिदिनु होला। अब यहाँ तपाईले दिनुपर्ने हुन्छ तपाईको आफ्नो सिम्बल नम्बर। सो यहाँ तपाईले आफ्नो सिम्बल नम्बर दिनु होला। जुन तपाईको सिम्बल नम्बर छ त्यो तपाईले आफ्नो सिम्बल नम्बर दिनु होला। त्यसपछि यहाँ तपाईले डेट अफ बर्थ दिनु होला र यसमा डेट अफ बर्थ दिइसकेपछि तपाईले यदि यहाँ सबमिट गर्नुभयो भने तपाईको रिजल्ट यहाँ आउनेछ र तपाई यहाँ पास हुनुभएको छ कि छैन त्यो सबै यहाँ तपाईले हेर्न सक्नुहुनेछ। कति ग्रेड तपाईले यहाँ दिएको छ त्यो एकदमै इजिली यहाँबाट हेर्न सक्नुहुनेछ। सो यदि तपाईहरुलाई भिडियो राम्रो लाग्यो भने भिडियोलाई लाइक शेयर र कमेन्ट गरिदिनु होला। धन्यवाद।